Hello everyone, once again welcome back to my YouTube channel Renu Vlogs @Renu Vlogs 7702. Don't forget to subscribe, share and like and comment. र आजको ब्लगमा म तपाईलाई देखाइरहेको छु कि नेपालको सुन्दरता अनि तपाईले यो भिडियोमा देख्न सक्नुहुन्छ है। र हामी चाहिँ गएको थियौं धरान घुम्नको लागि र धरान बजारदेखि अलिकति माथि एउटा सानो पार्कमा पनि हामीले भिजिट गर्यौं र त्यो पार्कको चाहिँ मैले ब्लग बनाएको छु। अनि यस यो ब्लगलाई तपाईले हेर्दिनुस् होला। र हामी यो पार्कमा पुगिसकेको छौं र त्यसको बाहिर चाहिँ सानसानो दोकान रहेछ र हामीले पनि आइसक्रिमहरु किनेर खायौं त्यहाँनिर। र त्यहाँनिर टिकट सिस्टम रहेछ र हामीले टिकट काटेर हामी जस्तै भित्र पस्यौं। त्यहाँको पार्कको सुन्दरता चाहिँ मैले देख्न पाएँ र यो पार्कको नाम चाहिँ एसडीएस रक गार्डन भनेर पनि त्यहाँनिर लेखेको थियो। र यो पार्कमा चाहिँ सबैभन्दा बेसी मन पर्ने चाहिँ यहाँको ग्रीनरी, फ्लावरिङ अनि नन फ्लावरिङ प्लान्टहरु यहाँनिर एकदमै बेसी थियो। अनि सानसानो समर हाउसहरु अनि गेटहरुले चाहिँ यो पार्कको अझै मात्रामा सुन्दरताहरु बढाएको मैले देखेँ है। र एकदमै मजाको यो पार्क थियो। यहाँनिर स्ट्याचुहरु पनि थियो र विशेष गरी नानीहरुको लागि खेल्ने जग्गाहरु पनि यहाँनिर थियो। अझै मात्रामा मैले राम्रोसँगले यो पार्कलाई मैले एक्सप्लोर गर्न सकिन र जति मैले गर्न सके त्यो तपाईले देख्न सक्नुहुन्छ। यो एकदमै राम्रो जग्गा छ यहाँ घुम्नको लागि, ओपन स्पेसहरु अनि फोटो खिच्नको लागि पनि एकदम यहाँ राम्रो जग्गाहरु ठाउँहरु थियो। र यहाँनिर हर्का साम्पाङज्यूको पनि ढुङ्गा उचालिरहेको स्ट्याचु तपाईले अघि नै देख्नुभयो होला, त्यो फोटो खिच्नको लागि थियो। र त्यो पार्कलाई अझै माथिपट्टि पनि त्यहाँनिर रहेछ त्यहाँ घुम्नुको लागि। र यो त्यहाँनिर जानुको लागि चाहिँ यहाँनिर गेटमा चाहिँ पानी पनि राखिदिएको रहेछ। त्यो पानी तिर्खा लाग्नेलाई हिनेर आउने तिर्खा लाग्नेको लागि र टिकट सिस्टम रहेछ। र त्यहाँ टिकट काटेर हामी जस्तै भित्र पस्छौं त्यहाँनिर तपाईहरुले चाहिँ यस्तो नजारा देख्न सक्नुहुन्छ। त्यहाँनिर स्ट्याचुहरु बनाएको र यहाँनिर बिसाउने यो जग्गाहरु चाहिँ यति साह्रो दामी मलाई अनि युनिक र डिफरेन्ट मलाई लाग्यो। किनभने त्यहाँ जति पनि त्यो बिसाउने जग्गाहरु बनाएको थियो त्यो ठाउँमा चाहिँ केही न केही त्यहाँ लेखेको थियो, तर त्यो मैले क्याप्चर गर्न पाइन किनभने हामी अलिकति हतारमा थियौं। र यो जग्गा चाहिँ अलिक अन्डर कन्स्ट्रक्सनमै थिएछ र हामी र पनि माथि घुम्यौं। र मलाई यहाँनिर चाहिँ मन परेको चाहिँ यो बिसाउने जग्गाहरु चाहिँ एकदमै मलाई मन पर्यो है। यहाँनिर हामी बस्यौं पनि, इन्जोय पनि गर्यौं। अनि यस्तो राम्रो नेपालीको बारेमा ट्रेडिसनल स्ट्याचुहरु बनाएको र यस्तो फिशहरु पनि त्यहाँनिर रहेछ। र यो जग्गाहरु हामीले देख्यौं। र अलिकति माथि जाँदाखेरि चाहिँ यो आरा काटिरहेको स्ट्याचुहरु पनि हामीले देख्यौं। त्यसलाई पनि हामीले फोटोहरु पनि हामीले खिच्यौं यहाँनिर बसेर। र त्यहाँ पनि पानी खाने जग्गा रहेछ, हामीले पनि पानी खायौं। र यो गार्डन चाहिँ यो पार्क चाहिँ एकदमै राम्रो छ गाइस। र तपाईहरुले पनि यहाँनिर भिजिट गर्न सक्नुहुन्छ। र हर्का साम्पाङज्यूको पनि त्यहाँनिर फोटोहरु तपाईले देख्न सक्नुहुन्छ। त्यो पार्क कसरी बनिएको त्यसको डिटेल्सहरु त्यहाँ लेखेको थियो। अनि यो गेटवेहरुले पनि यो गेटवे जसरी बनाएको छ र फूलहरु रोपेर पनि यसको सुन्दरतालाई अझै धेरै मात्रामा बढाएको मैले देखेँ। र विशेष गरी यो जुन चाहिँ फूलहरु रोपेको यो स्टोन टाइपको जुन चाहिँ गमला छ है, त्यसले चाहिँ अझै युनिक र डिफरेन्ट मलाई लाग्यो। र गाइस यो चाहिँ दामी थियो यो पार्क। र यो चाहिँ एक्जिट गर्ने गेटहरु रहेछ र यहाँ पनि फूलहरु लगाएर दामी बनाएको थियो। सो गाइस डु भिजिट दिस प्लेस। र हामी चाहिँ घुमेर आयौं र हामीलाई एकदमै मजा लाग्यो। थ्यांक यू सो मच।